ए बाबा देश लुटेर बर्बाद पारेको सुदन गुरुङहरू होइन सुन्नुस् यहाँ तपाईँ जलाउने को बालेन्द्र शाहहरू होइन सिंहदरबार जलाउने होइन यो सुन्नुस् यहाँ यो मुलुकलाई सर्वोच्च अदालत जलाउने कुन तपाईँको बारबारा फाउन्डेसन तपाईँले थाहा छ नि तपाईँले हेर्नु मलाई अमेरिकन युथ काउन्सिल तिनीहरू होइनन् त्यतातिर राज्यले खोज्यो यहाँ सुन्नुस् जेएनजीको आन्दोलनमा हराएको हतियार कतिवटा भेटियो त्यतातिर राज्यले खोज्यो विप्लवले आलुबारीमा रोपेको आलु खोज्दै जाने सुन्नु हतियार भेटियो तर त्यो अहिलेको हतियार होइन के त्यो जनयुद्धकालीन पुराना हतियारहरू हुन् संसदमा गएर हर्का साम्पाङले कार देखाइरहेछन् सबभन्दा बढी हर्का साम्पाङहरूले गरिराखेका छन् संसदमा चुनिएका छन् किन बोल्नु पर्यो बालेन काम गरे भएन यही त समस्या छ बोल्दै नबोल्नेले के काम गर्छ थाहा हुन्छ त पुराना दलले नगरेको काम 2 दिनमा चुट्टीको भरमा उहाँले समाधान गरिदिनु आज जनताले वाइ गरिरहेको तपाईले सुन्दै जनताले वाइ होइन जनतामा त्यो के रे के सेन्टर अरे त्यो होल्डिङ सेन्टरमा उहाँ चाहिँ गरिरहेछन् के को वाइ गरिरहेछ सरकार आज उहाँहरू बहुमतमा हुनुहुन्छ आज हामी सडकमा छौँ त्यो फरक कुरा हो तर हेर्नुहोस् जनताको पक्षमा लड्ने सन्दर्भमा भन्नेको हो भने उहाँहरूले भन्दा कम सङ्घर्ष हामीले गरेका छैनौँ यो मुलुकको निम्ति हामीले रगत दिएका छौँ बलिदान गरेका छौँ यो मुलुक परिवर्तनका निम्ति हामी आफै उभिएका छौँ र 22-25 वर्ष मुलुक परिवर्तनका निम्ति सङ्घर्ष गरिरहेका छौँ भित्र न बाहिर भने यो राज्य सत्तासँग हामी सबै हिसाबले लड्ने सकिएको भर्खरै मात्रै बालेन शाहको बारेमा एउटा उहाँले नै बनाउनु भयो होला सायद गरिबको चमेली कोही छैन भन्ने एउटा गीत गाउनु भयो यसको तात्पर्य के हो थोरै भन्नुहोस् त पहिलो कुरा चाहिँ म के भन्न चाहन्छु भने अघि प्रस्तुत गरिएको र्याप चाहिँ आजको यथार्थता हो पहिला सरकार बन्नुभन्दा अगाडि महानगरको मेयर बन्नुभन्दा अगाडिदेखि नै बालेन्द्र शाह र्याप गायक हुन् भन्ने कुरा सबैलाई थाहा नै छ उनले अब जनताको आवाज नसुन्ने जनताको पक्षमा नबोल्ने जनतालाई हेप्ने जनताको हित विपरीत काम गर्ने भनेर पुराना दलहरूलाई नै इङ्गित गरेर एउटा र्याप बनाउनु भयो त्यो र्यापको सहायताले उहाँ अब चर्चित पनि हुनुभयो जनताले रुचाए पनि तर त्यही र्याप गाएर जब उहाँ सत्तामा पुग्नुभयो उहाँले फेरि तिनै जनतालाई तिनै नागरिकहरूलाई तिनै बेली र चमेलीहरूलाई तिनै उत्पीडितहरूलाई जुन खाले रवैया अपनाएर दमन गर्नुभयो त्यो दमनको विरोध स्वरूप मैले उहाँको जस्तै र्याप गाउने प्रयत्न गरेँ अब र्याप भयो कि भएन तपाईँहरू छुट्याइदिनुहोस् अब त्यसपछि उहाँले जुन गीत गाएर उहाँ त प्रधानमन्त्री हुनुभयो तपाईँ त्यही लाइनमा होइन हाम्रो सपना चाहिँ प्रधानमन्त्री हुने मन्त्री हुने भन्नेसँगको मात्रै सवाल होइन हाम्रो चाहना के हो भने यो देशमा बालेन शाह नै प्रधानमन्त्री हुँदा ठिक छ मानिलिउँ एक समयलाई तर राम्रो काम गर्नु पर्यो नि त होइन सुकुम्बासीको बस्ती भत्काउनु भएन नि त होइन जनतामाथि दमन गर्नु भएन अब संविधान प्रदत्त विद्यार्थीहरू सङ्गठित पाउन अधिकारलाई त्यसलाई रोक्नु भएन यो मुलुकमा मजदुरहरू छन् जसले श्रम गर्छन् उनीहरूले राज्यले तोकेको अनुसारको वेतन पाइरहेका छैनन् उनीहरूलाई सङ्गठित हुने अधिकारबाट रोक्नु भएन होइन उनीहरूलाई छेक्नु भएन होइन नेपालमा विद्यमान भ्रष्टाचारहरूको अन्त्य गर्नु पर्यो होइन उहाँहरू आउनुभन्दा अगाडि के भन्नुभएको थियो भने विज्ञहरूलाई हामी मन्त्रीमण्डलमा लैजान्छौँ आफन्तहरूलाई होइन यो देशलाई साँच्चीकै बुझेका मान्छेहरूलाई राजनैतिक सल्लाहकारमा नियुक्ति गर्छौँ भनेका थिए तर उहाँहरू सत्तामा व्यवस्थित त्यो कुरा देखिएन त्यो कुरा नदेखिसके पछाडि मैले बनाएको र्याप चाहिँ प्रधानमन्त्री बन्नको लागि होइन तर इतिहासको आवश्यकता इतिहासले त्यो ठान्यो भने हामी फेरि कमजोर चाहिँ छैनौँ यो मुलुकको नेतृत्व गर्ने तहमा यो मुलुकलाई नेतृत्व गर्न सक्ने हैसियत सहित हामी नेपालको राजनीतिमा छौँ हामीले 22-25 वर्ष यो राजनीतिमा गुजारिसकेका छौँ त्यसकारण हाम्रो कुरा के हो भने अहिले बालेन शाहले नेतृत्व गरेको राजनीतिलाई आम मान्छेले चासोपूर्वक हेरेका छन् र मन पराएका छन् फरक कुरा त्यो हो आज हामीले गरेको राजनीतिलाई अहिले मान्छेले फरक ढङ्गले पृथक ढङ्गले हेरेका छन् फरक कुरा त्यो हो आज उहाँहरू बहुमतमा हुनुहुन्छ आज हामी सडकमा छौँ त्यो फरक कुरा हो तर हेर्नुहोस् जनताको पक्षमा लड्ने सन्दर्भमा भन्नेको हो भने उहाँहरूले भन्दा कम सङ्घर्ष हामीले गरेका छैनौँ यो मुलुकको निम्ति हामीले रगत दिएका छौँ बलिदान गरेका छौँ यो मुलुक परिवर्तनका निम्ति हामी आफै उभिएका छौँ र 22-25 वर्ष मुलुक परिवर्तनका निम्ति सङ्घर्ष गरिरहेका छौँ स्वाभाविक हिसाबले राजनीति गर्ने मान्छेहरू देश चलाउनकै निम्ति राजनीति गर्ने हो भोलि एक चरणमा पुग्दाखेरि सत्ता सञ्चालनकै बागडोर सम्हाल्नका निम्ति राजनीति गर्ने हो त्यसरी हेर्नु हो भने हाम्रो सपना छ कि यो देशको नेतृत्व गर्ने तर त्यसका निम्ति हामीलाई जनताले रुचाउनु पर्यो जनताले चुन्नु पर्यो जनताले माया गर्नु पर्यो त्यो परिस्थिति बन्यो भने एक समय त तपाईहरुलाई बहुमत दिएको हैन त 65 को आन्दोलनपछि अब त्यो कोर्स अलि फरक हो त्यो कोर्स किन फरक हो भने त्यो प्रचण्ड सहितको कोर्स भयो हैन हामी त त्यस पछाडि 70 सालको तपाईको चाहिँ दोस्रो संविधान सभाको निर्वाचन हुने भएपछि हामीले यो संविधान सभाको निर्वाचनबाट अहिलेकै प्रक्रियाबाट मुलुकले निकास पाउँदैन भने हामी त बाहिर आयौं नि
कता अहिले कता हो ठ्याक्कै भन्नु अहिले विप्लवले नेतृत्व गरेको पार्टी नेकपा माओवादीसँग म नजिक छु त्यसो हुँदा मैले भन्न खोजेको कुरा के हो भने हो अवसर 65 पनि हामीलाई दिएकै हो जनताले तर हेर्नुहोस् कस्तो हुँदो रहेछ भने राजनीतिमा मात्रै विजय हासिल गरेर हुँदैन रहेछ कुर्सीमा पुगेर मात्रै पनि हुँदो रहेनछ त्यसलाई सही ढङ्गले परिचालन गर्न पनि चाहियो राजनीतिमा स्वाभाविक हिसाबले माओवादीले विजय हासिल गर्यो तर त्यसलाई तपाईँको चाहिँ कार्यनीतिक हिसाबले त्यसलाई जनतामा डेलिभरी दिने हिसाबले जे अपेक्षा जनताले माओवादीबाट गरेका थिएनन् त्यसको परिणाम गरेका थिए त्यो पाएनन् त्यसको परिणाम अहिलेसम्म हाम्रो आन्दोलनले भोगिरहेछ ओके तपाईँ विप्लव निकट हो अघि नै तपाईँले भन्नुभयो राजनीतिक गरेको लगभग 24-25 वर्ष भइसक्यो होइन यो अवस्थामा आइपुग्दा अझै पनि तपाईँहरू सरकारकै विरुद्धै बोल्दै आउनु भएको छ अघि तपाईँले जुन खालको गीत गाउनुभयो गरिबको चमेली बोलिदिने कोही छैन यो गीत यस्तो गीत भयो जो सडकमा आउँछ उसैलाई सुइटेबल अहिले तपाईँ सडकमा हुनुहुन्छ तपाईँले गाउनुभयो अरूले ताली बजाए होइन भोलि तपाईँ सत्तामा जानुहुन्छ फेरि तपाईँले यो गीत बिर्सिनुहुन्छ क्या यसलाई यसरी भनौँ तपाईँले 25 वर्षको यो लामो राजनीतिक यात्रा गरिरहँदाखेरि 25 वर्षमा तपाईँहरूले त केही गर्न सकेन भन्ने त तपाईँले आत्मग्लानी पनि होइन र यसलाई दुईटा कोणबाट हेरौँ हामीले राजनीति गर्ने भनेको सत्ता प्राप्तिको कुरा मात्रै होइन हेर्नुहोस् कुर्सीमा पुग्ने कुरा मात्रै होइन होइन सत्तामा तपाईँको चाहिँ राजनीति गर्ने भने आज राजनीति गर्ने भोलि तपाईँको चाहिँ सत्तामा गइहाल्ने भन्ने कुरा पनि होइन राजनीति गर्ने भनेको जनताको पक्षमा अनन्त सङ्घर्ष गर्ने हो कहिलेकाहीँ जनताले हामीलाई मन पराए स्वाभाविक हिसाबले मन पराउँछन् त्यो सङ्घर्ष केका लागि यदि तपाईँले जनताकै लागि सङ्घर्ष गरेको थियो भने आज विप्लव कहाँ छ हिजो एउटा हँसिया हतौडाको जुन चिन्हलाई मिसेर होइन गुलाबको फुल लिएर चुनावमा नि आउनुभयो एक सिट पनि ल्याउन सक्नु भएन जमानत जफत भयो भनेपछि तपाईँले जनताको लागि गर्नु भएको रहेछ त यस्तो हो तपाईँहरूमाथि उठेको छ यो एकदम गम्भीर प्रश्न पनि हो यो स्वाभाविक हिसाबले तपाईँले हेर्नु पनि हो जस्तो पनि लाग्छ तर सुन्नुहोस् यहाँ मलाई भन्न दिनुहोस् मलाई यहाँ भन्न के दिनुहोस् भने अहिलेको राजनीतिलाई तपाईँले विप्लवले एक सिट हासिल गर्यो कि गरेन भन्ने कोणबाट हेर्नुभयो भने तपाईँले भनेको कुरा सही नै हो अहिले तपाईँले हाम्रो पार्टीलाई मात्रै नजिकबाट हेर्नुभयो र विप्लवहरूले सकेनन् भन्ने कोणबाट हेर्नुभयो भने त्यसलाई पनि स्वाभाविक रूपमा लिउँ तर तपाईँले अहिलेको राजनीतिको ट्रेन्डलाई के हेर्नु पर्यो भन्दा सबभन्दा यो मुलुकमा सबैभन्दा ठुलो पार्टी त नेपाली काङ्ग्रेस थियो जसको 83 सिट थियो आज नेपाली काङ्ग्रेसको सिट कति हो त्योभन्दा दोस्रो 73 सिट नेकपा एमालेको थियो दोस्रो दल थियो सरकार चलाइराखेको थियो त्यसको अवस्था के हो सुन म भने नै म आउँदैछु त्यो होइन त्यो हुँदै होइन त्यो होइन म आउँदैछु मैले भन्दैछु मैले त्यो परिवर्तन मात्रै होइन मैले के भन्न खोजेँ भने जस्तो त्यस पछाडि तपाईँले हेर्नुभयो भने त्योभन्दा तलका दलहरू मधेसी दलहरू त झन् पत्ता साबै भयो त्यो होइन यो भयो यो हिस्ट्रीको तपाईँले हिस्ट्रीमा हेर्नुभयो भने यस्तो त बिरलै हुन्छ नि त सत्तामा भएको बहुमत सङ्ख्या पत्ता साफ हुने भने त्यो थोरै सजिलो कुरा होइन यो के हो भने अहिले चलिरहेको लोकप्रियतावादी ट्रेन्ड जो छ नि पुराना दलहरूको असफलता कुरा बुझ्नुभयो पुराना दलहरूको असफलता नयाँ दलहरूको के हो त भन्दाखेरि चाहिँ नयाँ खालको आगमन र भाष्य त्यसले गर्दाखेरि यो भएको प्रश्नको यो कुरा हो अब हामीले सुन्नु यहाँ सुन्नु तपाईँ रोक्नु पर्छ सुन्नु त मैले के भन्दैछु भने सुन्नु यो पुराना दलले यो व्यवस्थाले केही गर्न सक्दैन भनेर तपाईँहरू पार्टी फुटाउँदै जानुभयो नि तपाईँको नेतृत्व पार्टी फुटाउँदै जानुभयो नि त तर खै त रासपाले भनौँ न अहिले वर्तमान पार्टीले जस्तो केही गर्न सक्नु भएन रासोपाले के होइन त्यस्तो होइन रासोपाले के गर्यो तपाईँ मलाई बताउनुहोस् त रासोपाले सुन्नु यहाँ त्यस्तो होइन यहाँ सुन्नुहोस् नै सुन्नुहोस् सुन्नु त हामी त सुन्नु न हामी त सुन्नु हामी त सत्तामै आएको छैनौँ नि तपाईँले कस्तो कुरा हुन्छ हामी यहाँ म भन्दैछु यहाँ म सुन्नु यहाँ म भन्दैछु पार्टी खडा गरेर अहिले 2/3 मतले हुँदा तपाईँ 25 वर्षदेखि अहिलेसम्म जनताको के गरेर बस्नु भएको थियो यस्तो मैले अघि भन्दै थिएँ कि लोकप्रियतावादी राजनीति जब हाबी भयो नि लोकप्रियतावादी राजनीतिले के गरायो भन्दाखेरि सबैलाई हिजोका पुराना दलको फ्रस्ट्रेसन नयाँ दलप्रति नयाँ न्यारेसन खडा गरेर त्यता केन्द्रित गर्यो तपाईँले भन्नुभयो रासोपाले 6 महिनामा सिट जित्नु ठुलो कुरा हो मैले भन्दैछु के भन्दाखेरि पहिलो सुन्नु नै त्यसो पहिलो कुरा के भने पुरा सुन्नु न त्यो होइन त्यसरी बुझ्दै भएन पहिलो कुरा के हो भने समाजमा
पुराना दलहरूको व्यथिति कायम थियो त्यो थियो त्यसकै विरोध गरेर यहाँ सुन्नुहोस् रवि लामिछानेले कसरी दुधले नुहाएको व्यक्ति हो तपाईँ मलाई भन्नुहोस् त तपाईँलाई एउटा तपाईँ चुनाव भन्दा तपाईँको जनकन्ट्रीलाई अँ। आज केयर प्रहरीले बरामद गर्यो तपाईँहरू सहरमा बजारमा राकेश निकाल्दै अहिले पनि त्यही किसिमको राजनीति गर्दै अगाडि बढिरहेको छ भनेपछि तपाईँहरूलाई ए बाबा देश लुटेर बर्बाद पारेको सुदन गुरुङहरू होइन सुन्नुहोस् यहाँ तपाईँ जलाउने को बालेन्द्र शाहहरू होइन सिंहदरबार जलाउने होइन यो सुन्नुहोस् यहाँ यो मुलुकलाई सर्वोच्च अदालत जलाउने को हुन् तपाईँको बारबारा फाउन्डेसन तपाईँले थाहा छ नि तपाईँले हेर्नु मलाई अमेरिकन युथ काउन्सिल तिनीहरू होइनन् त्यतातिर राज्यले खोज्यो यहाँ सुन्नुहोस् जेएनजीको आन्दोलनमा हराएको हतियार कतिवटा भेटियो त्यतातिर राज्यले खोज्यो विप्लवले आलुबारीमा रोपेको आलु खोज्दै जाने त्यहाँ हतियार भेट्यो सुन्नु होइन हतियार भेटियो तर त्यो अहिलेको हतियार होइन कि त्यो जनयुद्धकालीन पुराना हतियारहरू हुन् त्यो हामीसँग भएको हतियार होइन नि हामीसँग हतियार पनि थिएन त्यसकार होइन हामीले के भन्नु खोजेको सुन्नुहोस् यहाँ हामीले मात्र भन्नु जनयुद्धमा पनि अहिलेको भदौ 23 र 24 गतिको आन्दोलनमा तपाईँहरूका कार्यकर्ता तपाईँहरूका नेता तपाईँहरूका नेताका छोराहरू आन्दोलनमा सहभागी हुनुभएको म यहाँ तपाईँलाई एउटा कुरा के प्रश्न गराउँ भने हाम्रो सेन्ट्रल कमिटीको मिटिङ चल्दै थियो हामी जम्मै कपिल वस्तुमा थियौँ बुझ्ने कुरा यहाँ सुन्नुहोस् त्यति बेला पार्टी भन्ने थिएन के को पार्टी भन्ने थिएन त्यति बेला एमाले पनि देश चलाउन हिँडेको थियो काङ्ग्रेस पनि हिँडेको थियो अरू पनि हिँडेको थियो त्यो सुन्नुहोस् यहाँ पहिले भन्दैछु त नेतृत्व उसले गर्यो नि त कुरा त्यो नेतृत्व गर्ने को यो देश चलाउनेको उनीहरूको यहाँ मैले 2052 सालदेखि तपाईँहरूको पार्टीले गाउँ गाउँमा भएको एउटा दुईटा टेलिफोन टावर पनि भत्काउँदै हिँड्यो हो नि त एउटा दुईटा होइन हामीले धेरै भत्कायौँ के एउटा दुईटा कुरै छैन नि भन्नलाई अप्ठ्यारो मान्नु पर्ने कुरा पनि छैन यहाँ सुन्नु यहाँ मैले भनेको कुरा के हो भने मुख्य कुरातिर जाउँ न हामी मुख्य राजनीतिको मेजर विषयमा प्रवेश हो म मेजर विषयमा जाउँ किन भन्दैछु भने जनताले मत दिन्छ हो मैले भन्न खोजेको कुरा के हो भने अहिलेको ट्रेन्डलाई तपाईँले हेर्नुभयो भने जो राजनीति जसरी यहाँ व्यक्त भयो त्यो पुराना दलहरूको फ्रस्ट्रेसन हो नयाँहरूप्रतिको नयाँ आशा पनि भनौँ यसलाई बाले सुन तपाईँहरूको दलप्रति पनि फ्रस्ट्रेसन हो नै अब हामीले यसलाई के भनेका छौँ भने हामी त त्यो रेन्जभित्रै आएनौँ होइन हामीले गरेको सङ्घर्ष हो हामीले गरेको रेन्जभित्र आएनौँ भनेर आत्मसमीक्षा चाहिँ कहिले गर्ने तपाईँ नै हामी आत्मसमीक्षा गरेका छौँ हामीले आत्मसमीक्षा गरिरहेका छौँ अहिले हेरिराखे मात्रै हो यो सत्ताले के गरिराखेको छ बालेनहरू के गर्छन् यो सत्ताले के गर्छ होइन जनतामाथि के गरिरहेको छ हामी हेरिराखेकै छौँ हामी निराश छैनौँ नि आत्मसमीक्षालाई तपाईँहरूले ल्याप गर्नु आत्मसमीक्षा गर्दा गर्दा लाखबाट हजार हजारबाट सय सयबाट शून्य हुन लागिसक्नुभयो माओले कति आत्मसमीक्षा गरेर बस्नुहुन्छ माओले के भन्नुभयो भने माओलाई चिनिया युवाले प्रश्न गरे माओ हाम्रा लाखौं लाख हजारौं हजार सिपाहीहरू शहीद भए ठुलो रक्तपात भयो कति बेलासम्म लड्ने माओ हामी सिद्धिन लाग्यौं भनेर माओलाई चिनियाहरूले प्रश्न गरे माओले के भन्नुभयो भने खरानी नहुँदासम्म लड्ने माओले के भन्नुभयो भन्दाखेरि नसिद्धिदासम्म लड्ने हाम्रो कुरा पनि त्यही हो हामी अहिले संख्यामा 1000 छौँ कि 500 छौँ कि 200 छौँ त्यो फरक कुरा हो हेर्नु होला हामी एक्लै भए पनि लड्छौँ यो त कस्तो विचार हो भन्दा खरानीबाट बिउजेर लड्ने विचार हो हामी त्यहाँ आउँछौँ माओले बुझ्नुभयो नि? लडेको समाज र अहिलेको समाज एउटै हो फरक तरिकाले हुन्छ नि लडाइँ तपाईँहरू बुझ्नुहुन्छ? समाज फरक छ लडाइँमा फरक हुन्छ खासमा तपाईँको के को लागि लडाई हो के अहिले के को लागि भयो? कहाँ लड्ने कहाँ किन लड्ने तपाईँहरू यस्तो डिजिटल युग आइसक्यो विश्व एउटा सानो मोबाइलमा हेर्न सकिन्छ तपाईँ कोसँग लड्नुहुन्छ नेपाली जनतासँग? म तपाईँहरूको प्रश्न सुन्दै अझ मलाई लाग्छ कि यो अहिले तपाईँ इरान र अमेरिकामा भइरहेको लडाइँ के हो त्यहाँ फुल बर्सिरहेछ यो दुई देश बीचको युद्ध हो त्यहाँ छैन लडाइँ भनेको अब यहाँ आफूले युद्ध गर्ने सुन्नुहोस् यहाँ देशभित्र किन लडाइँ छैन नेपालमा लडाइँ छैन राजनीतिक बालेन सत्तामा आए नेपालको अन्तर्गत सब हल्बो त्यस्तो हो परिवर्तनको कुरा गर्दैछौँ के को राजनीति के परिवर्तन भयो भने राष्ट्रपति उही संविधान उही प्रधानमन्त्री प्रणाली के छ नयाँ नयाँ के छ राष्ट्रपतिले के नयाँ बनायो राष्ट्रपतिले नयाँ मान्छे नयाँ अनुहार त ल्याए ए हामी चाहिँ पुरानो अनुहार हो त तपाईँहरूको त पुरानो 52 सालदेखि हो कहाँ म 52 सालको हामी नयाँ हो कम्युनिस्टको स्थापना कहिले भएको काम कम्युनिस्ट नयाँ भयो नि त विचारधारा पुरानो भएकै कारण तपाईँले पछि आएन नि त। त्यसो होइन मैले अघि पनि भने चाहिँ यो चाहिँ लोकप्रियतावादी हावा हुन्डरी हो एक समय जान्छ यो त्यो हामीले बुझेकै छौँ यो लामो पनि जान्न त्यो पनि हामीलाई थाहा छ भनेको फेरि पुरानै दल आउँछ त्यो आयो भने त झन् दुर्घटनातिर जान्छ हामी आउनुपर्छ तपाईँहरू अँ तपाईँहरू कहाँबाट आउने अब हामी जसरी पनि आउँछौँ हामी मतबाट जनताको मत दियो भने जनताको मत दिएर आउँछौँ भएन राज्यले त सुन्नुहोस् अनि तपाईँहरू यो संविधान मान्दैनौ भन्नुहुन्छ फेरि जनताको मत माग्दै हुन्छ यो दैचिउरे कुरा कहिले छोड्नुहुन्छ तपाईँहरू कस्तो कुरा गर्नुहुन्छ तपाईँहरू फेरि हामीले के भन्यो भन्दा यो संविधानको पुनर्लेखन गर्नुपर्छ पहिला हामीले भने तपाईँले थाहा पाउनु भएको छ कि नै जनताले तपाईँले भोट हाल्दैनन् जम्मा 30,000 मा ठिक्क पारिदिए कसरी संविधान सम्पन्न गर्नुहुन्छ नै हामीले पाएको मत त्यो 30,000 भनेको लडाकु मत हो त्यसले लड्छ जनताले बुझ्नुभयो? तपाईँहरू अहिले रासोपाले पाएको मत छ नि किनारमा बसेर मात्र भने क्या हजुर पोखरीमा माछा मार्न पठाएनन् अँ। किनारमा बसेर तपाईँहरू रमिता मात्रै नै त्यो भूमिका पनि सहनु पर्यो नि त किन जनताले दिए यस्तो सहनु पर्यो पुगेन भने क्या जनताले नै योग्यता पुगेन भनेनन् यो हुन्डरीमा धेरै परिणाम के आयो त नै किन
हाम्रो पार्टी सदस्य 20,000 भन्दा प्लस थियो, 30,000 भोट आयो, बढेको बढेन। तपाईहरु यो कुरामा एकदम गर्व किन निराश हुनुपर्ने कुरा के छ? निराश हुनुपर्ने केही कुरा म केही देख्दिनँ कारण। अरूले 1 लाख मत पाए तिमीले पाए किन निराश हुने कुरा छ? 182 सिट एउटा पार्टीले दिएका छन् अहिलेका जनताले। हो त्यही पार्टीलाई तपाईँ विरोध गरे गर्नुहुन्छ। तपाईँ के खाइदिएछ त्यो पार्टीले? उहाँहरुको छाती कत्रो होला बुझ्नुहोस् न, तपाईँ यतिको हक देखाउनुहुन्छ भने। कसरी ल्याएछ भनेर जानकारी छ? यस्तो के मलाई अहमता होइन, मलाई घमण्ड होइन, म तथ्यसँग जोडिने प्रयत्न गर्छु होइन। मेरो मेरो प्रयत्न त्यति मात्रै हो। मैले अघि नै भनेको छु तपाईँलाई के भनेको छु नि, राम्रो गरे त राम्रो भइगयो त, नराम्रो गर्यो भने त हामी जिउँदैछौँ त। त्यही त कुरो त्यो हो। राम्रो त गर्न पनि दिनु पर्यो नि त। तपाईँ कसले गर्ने दिएन? बालेनले संसदमा बोल्न रोके मैले हो, मैले हो त। जस्तै तपाईँ यो भनिरहँदाखेरि यो बोल्नु पर्यो नि त। योभन्दा पहिला अस्ति के भनेको ऱ्याप गाउने बेलामा मलाई बोल्न दे, सरकार मनको कुरा खोल्न दे सर, के भनेको थियो? सरकारमा गएपछि गज धम्म बसेको छ, बोल्नु पर्यो नि। मैले भनेको कुरा हो त्यो। संसदमा रेस्लिङ जस्तो भएको तपाईँले देख्नु भएको छैन? लाज लाग्दैन यो देशको संसदहरूलाई? यो देशमा बस्ने त्यो सभामुख भन्ने अरू लाज मान्नु पर्दैन? जनताले 182 सिट दिए, के गरे? अनि यो चाहिँ अहिले रासपा सरकार मात्र भएको हो र भने पुरा तपाईँकै हो, यही भन्दैछु। त्यति बेला भयो, हामी गर्दैनौँ त्यस्तो, हामी त सबैलाई सम्मान गर्छु भने होइन। कुर्सी उडाएको फुटाएको त्यही त, त्यो त गरे त तिनीहरूले, तर हामी नयाँ गर्छौँ भने नयाँ भयो त। सिर्काउने काम त पुरानै दलका कांग्रेस के को हिजो अनि जगदीश खरेलले माथिबाट नाकैमा घोचुन लास्ट चाहिँ कसलाई गरे? तलबाटको औँला देख्नुभयो कि भएन? सबै देखियो नि। हामीलाई त त्यो कुरा हामीलाई थाहा छ। कोले सुन्नु यहाँ, कोले अम्ला देखाउँछ, कोले पख भन्छ, त्यो हामीलाई सुन्नु चाहिँ कोले पख भन्छ, कसले रोग भन्छ, त्यो हामीलाई थाहा छ। मात्र हाम्रो कुरा के हो भने अहिले जनताले 182 सिट रासोपालाई दिए। रासोपा यो देशको सबभन्दा ठुलो दल हो, बालेन शाह हाम्रो पनि प्रधानमन्त्री हो। तर के को लाइनमा आउने हो? तर डेलिभरी गुड दिनु पर्यो के? त्यो त हेर्दै जाउँ न 100 दिन के को धेरै हेर्नै पर्दैन के? तपाईले हेरिसक्नु 190 तोला सुन, नट अ जोक के? त्यो त उहाँ सत्तामा त आउनु भएको थिएन नि। किन आउनु पर्यो सत्तामा? अमेरिकन युथ काउन्सिल, बारबरा फाउन्डेसन, बुझ्नुभयो नि, युरोपियन युनियन, के तपाईँ के कुरा? अब यो छोड दिनुस् न, सत्तामा आउनुभन्दा पहिला कुरा छोड दिनुस् न। हिजो चप्पल पड्काएर आएको नेता चाहिँ अहिले सुई फर्काउने होइन, बन्दुक तेर्साए पनि हुन्छ। बाटोमा चढ्दा के अपराध गरेको छ भने, भ्रष्टाचार गरेको छ भने, यो मुलुक लुटेको छ भने त्यो कानुनका सुईहरू होइन, सिधै बन्दुक ताके हुन्छ। हामीलाई डर छैन। तर राज्य सत्तामा बसेर सुशासन दिन्छु भन्नेहरूले सुन्नुहोस्, राज्य सत्तामा बसेर न्याय दिन्छु भन्नेहरूले प्लिज राम्रो काम गरून्, राम्रो डेलिभरी दिउन्, हाम्रो समर्थनै रहन्छ, समस्या छैन नि। छाती थाप्न तयार छ भन्ने शब्दहरू छ नि फिल्मका डायलग जस्तो भयो कि यथार्थ जीवनमा यदि सरकारले कसैतिर बन्द थाल्यो भने फेरि तपाईँहरू त्यो सहेर बस्नु। अब तपाईँलाई म अहिले यहाँ धेरै कुरा मिडियामा नभनौँ होइन, हामी सबै हिसाबले तयार छौँ, बुझ्नुभयो? भनेको भित्री रूपमा तपाईहरु के भित्र न बाहिर भने यो राज्य सत्तासँग हामी सबै हिसाबले लड्ने, सकिएको। दन्द गर्न तयार छौँ। अब जस्तै 2052 बाहिर र भित्रको कुरै छैन, जताबाट पनि लड्ने हो, कुरा सकियो। अहिलेको अवस्था जनता तयार तपाईहरु जनतामाथि दमन भयो भने जीवन बलिदान गर्न तयार भनेपछि के उठ्छ तपाईँलाई थाहा छ। अहिलेको अवस्थामा 2052 सालको जस्तो जनयुद्ध जुन हतियार सहित गर्यो त्यो परिकल्पना गर्न सकिन्छ अहिले। ए बाबा नयाँ नयाँ टेक्नोलोजी आइसक्यो, अस्ति गरिसके त जेनजीहरूले एकलट। त्योभन्दा उच्च स्तरमा हुन्छ क्या अब भयो भने, हरेक विद्रोहहरू नयाँ नयाँ हुँदै जान्छ, नयाँ हुन्छ त्यो। तर हामीले नै गर्ने कि नगर्ने भन्ने कुरा सरकारको तपाईँको अहिलेको गतिविधिमा निर्भर हुन्छ। मैले भनेको कुरा होइन नि, त्यस बन्दुकै बोकेर यो मुलुकमा 60 लाख सुकुम्बासीको सुन्नुहोस् यहाँ 60 लाख सुकुम्बासीको व्यवस्थापन भएन भने बन्दुक त उठ्छ नि, कसले रोक्छ? यो मुलुकमा विद्यार्थीहरूलाई राजनीति गर्न दिँदैन, सङ्गठित हुन दिन्न भने प्रतिरोध हुँदैन, हुन्छ त्यो। यो मुलुकमा मजदुरको अधिकार पहिला के गर्नु पर्यो भने बालेनहरूले मजदुरलाई तोकिएको वेतन दिनु पर्यो के, बुझ्नुभयो? क्याम्पसहरूमा स्कुलहरूमा जुन शैक्षिक व्यापारी छ, तपाईँको शैक्षिक माफियाहरू छ, त्यसलाई रोक्नु पर्यो, त्यसले रोकिन्छ के? त्यो त विद्यार्थी सङ्गठनले नै निर्माण गरेको भन्छ के चिज? यो चाहिँ अब होइन माफियाहरू चाहिँ विद्यार्थी सङ्गठनले नै निर्माण गरेको एकदम सुन्नुहोस् यहाँ, हामीले त्यो चस्मदित तरिकाले देखिरहेको छौँ। यहाँ सुन्नु, तपाईँले बुझ्नु पर्यो। नेभी सङ्घ होइन यहाँ सुन्नुहोस्, तपाईँ पनि बुझ्ने हातमा छ। हरेक ठाउँमा नै सुन्नुहोस्, हामीले सिनियर नै मैले बुझेको छु कि तपाईँले भन्न खोजेको कुरा मैले बुझिसकेको छु। तपाईको विचार मैले के भन्नु सुन्नु, तपाईँलाई नै भन्नु पर्यो, ठिक छ। तपाईँले भनेको कुरा मैले बुझिसकेँ। मैले भन्न खोजेको कुरा के हो भने, पहिलो कुरा राज्य सत्ता, सुन्छ है, सत्ता के हुनु पर्यो भन्दाखेरि सुशासनयुक्त हुनु पर्यो, उनीहरू बलियो हुनु पर्यो। देशभित्र भएका व्यतिथिहरूलाई उनीहरूले रोक्नु पर्यो। उनीहरूले रोक्यो भने हामी किन, हामीलाई त जनताले गाली गर्दैन? तपाईँलाई थाहा छ आजभन्दा 1 महिना अगाडि बालेनको विरुद्धमा मान्छेलाई बोल्न दिँदैन थिए, बोल्यो भने उस्तै कुटुम्ला जस्तो गर्थे। बालनको विरुद्धमा यो सत्ताको विरुद्धमा भनौँ न,
अहिले बहुमत ल्याउनेको विरुद्धमा। तर परिस्थिति कस्तो हुँदै गयो, अब केही भन्यो भने ठिकै छ, यो ठिकै भन्यो भन्नेतिर मान्छे तातै पानी पिउनु खोज्नुहुन्छ भने पोहोर त तपाईँहरूकै पोल्ने हो नि यस्तो त। छ कि यो हामीलाई भर्खरै मत दिएर पठाएका छन्, यसको पनि त एउटा समय हुन्छ नि त, जनता फ्रस्ट्रेट हुने पनि समय तपाईँले हुन्छ। एउटा भर्खरै तातो पानी तपाईँलाई म एउटा भनिहालौँ, मर्निङ सोज द डे भन्छ कि बिहानीले दिनको झल्को दिन्छ भनेर, बुझ्नुभयो? अहिलेको सत्ता के हो भन्ने कुरा अब जनताले थाहा पाइसक्यो, थाहा पाउँछ नि, हेर्नु होला। जनता त अझै पनि सकारात्मक छ, तर सकारात्मक होइन नि, हामीलाई खोजिरहेछन्, बुझ्नुभयो? आइदिनु पर्यो, सुन्नुहोस्, यहाँ आइदिनु पर्यो, सुकुम्बासीको बारे सुन्नुहोस् यहाँ। सपनामा थाहा हुन्छ कि विपन्नमा थाहा हामी हुन्छ जनतासँग छौँ नि त, हामी त जनतासँग छौँ। बालकको विरुद्धमा अहिले पनि बोल्यो भने गाली गर्छ। कसले गाली गर्छ? तपाईँको कमेन्ट ए ती सबै अर्कैवाला हुन्थे गाली गर्नेहरू। रवि लामिछाने तपाईँलाई भनिदिउँ म, आजभन्दा 5-7 वर्ष अगाडि मैले गरेको एउटा कार्यक्रममा 3700 मान्छेले मलाई हार्दिक श्रद्धाञ्जली दिए मर भनेर, म त मरिनँ। गाली गर्न अहिलेबाट सुरु भयो, त्यति बेलादेखि सुरु भयो। अहिले गाली गर्न पनि मान्छे खडाइएको छ, गाली गर्छन्, गरून् गाली। तर तथ्य कुरा के हो भने गालीले, राज्यको दमनले त्यो दबिदीवाला छैन। मात्र मैले भन्न खोजेको कुरा हो भने राज्यले जे प्रणालीबाट जनतालाई सुधार दिन्छु भनेको छ त्यो दियो भने नेपालमा अरू जरुरी नै छैन, म यसरी बोल्न पनि जरुरी छैन, बुझ्नुभयो? त्यो दिएन भने त सङ्घर्ष हुन्छ, हेर्नु होला, बुझ्नु नि? सङ्घर्ष हुन्छ। अहिले मैले गरिनँ भने नि अरूले गर्छ। जसलाई सुकुम्बासीबाट पढ्न नदिएर, घर भत्काएर, जसलाई खोलामा हाम फालेर मर्न बाध्य बनाएर यो राज्यले दमन गरेको छ नि, ती मान्छेहरू एक दिन बिउजिन्छन् र आगो अन्तै लाग्छ। तर त्यो खोलामा मर्नेहरूको जिम्मा त पुरानो दलका नेताहरूले पनि दिनुपर्छ भन्नु। पर्छ लिनु पर्यो नि त। म त पुरानो होइन, तपाईँहरू त त्यो म किन नि? बोल्नु। हाम्रो पार्टी किन? विप्लवले नेतृत्व गरेको पार्टीले एनसिएलका विरुद्ध लडेको तपाईँलाई थाहा छैन? कम्युनिस्टका विप्लवले नेतृत्व गरेको पार्टीले, सुन्नुहोस् यहाँ, एमसीजीको विरुद्ध लडेको तपाईँलाई थाहा छैन? सामूहिक रूपमा विप्लव, सुन्नुहोस् यहाँ, विप्लवले नेतृत्व गरेको पार्टीले सुकुम्बासीको पक्षमा लडेको तपाईँलाई थाहा छैन? विप्लवले नेतृत्व गरेको पार्टीले तपाईँको चाहिँ अख्तियार दुरुपयोग, सुन्नुहोस् यहाँ, अख्तियार अरू लड्नुहुन्छ क्या, सुन्नुहोस् त। समाधान गर्नुहुन्न कि विरुद्धमा लड्नुहुन्छ बस। अनि नलडिकन लड्नुहोस्, समाधान कसरी हुन्छ? समाधानको उपाय त गर्ने ठाउँमा पनि तपाईँ पुग्नुहुन्न। यो के भन्छ, कुवाको भ्याकु त कुवामै भने जस्तो मात्रै हो। यो मान्छेलाई नै अहिले मान्छेलाई त्यो लाग्छ कुवाको भ्यागुता बाहिर आएको दिन अर्कै हुन्छ, कुरो यति हो। बाघ भएर निस्किन्छ। र अरूको केही छ भने सोधौँ। निकै आक्रोशित हुनुहुन्छ क्या, किन भन्नुहोस् न, 100 दिन त पुग्न दिनुहोस्। ए बाबु, को आक्रोशित भयो भने तपाईँ आक्रोशित हुनुहुन्छ, बालन शाहले देशको लागि काम गरेनन्, जनताको लागि काम गरेनन् भनेर बारम्बार घोचिरहनुहुन्छ, पेलिरहनुहुन्छ। तपाईँले पहिला मलाई भन्दा पनि संसदलाई हेर्नु पर्यो, बुझ्नुभयो? सबभन्दा बढी चाहिँ हर्क साम्बाङलाई अप्ठ्यारो छ। मैले किन सबभन्दा बढी त त्यस संसदमा गएर हर्क साम्बाङले कार्ड देखाइरहेछ। सबभन्दा बढी हर्क साम्बाङहरूले गरिराखेका छन्, संसदमा चुनिएका छन्, त्यो गर्नुपर्ने कार्य हो। एउटा प्रधानमन्त्रीले आएर आफ्नो चाहिँ सदनमा ढक्क लाएर चाहिँ कति छन् त्यहाँ, तिनलाई चाहिँ कन्भिन्स गर्ने, स्टेटको नीति हो, राज्य यो पोलिसीमा जान्छ, तपाईँहरूले उठाएको विषय यो, हाम्रो नीति यो, सरकारले यसरी सोचेको छ, ल रोकाउनुहोस्, हामी अगाडि बढ्छौँ भन्दै हुँदैन। अनि बालन बोल्दैमा के जादुको छडीमा स्वाट नेपाल युरोप जस्तो हुने हो र भने किन बोल्नु पर्यो? बालन काम गरे भएन? यही त समस्या छ, बोल्दै नबोल्नेले के काम गर्छ थाहा हुन्छ त? के बोल्छ भन्ने कुरा काम गरिरहेको छ, तपाईँलाई थाहा छैन? सुकुम्बासीहरूलाई वर्षौँदेखि पुराना दलले नगरेको काम 2 दिनमा चुट्टीको भरमा उहाँले समाधान गरिदिनु। आज जनताले वाइ गरिरहेको, तपाईँले सुन्दै? जनताले वाइ होइन, जनतामा त्यो के अरे के सेन्टर अरे त्यो होल्डिङ सेन्टरमा उहाँ चाहिँ गरिरहेछन्। के को वाइ गरिरहेछ सरकार? होल्डिङ सेन्टरमा 4 छाक खाना दिएको छ सरकार। कसले? बरु हामीले खान पाएको थिएनौँ, यहाँ आएर खान पाएँ। मैले सुने, मैले आफैले हेरेँ, हामीलाई बन्दी बनायो, हामी त जेलमा पर्यौँ। अब बाहिर बस्नेहरू बाहिर खाने, भित्र बस्नेहरू भित्रै खाने, 3 महिना राज्यले दिन्छ, त्यसबाट जासुकै जाओ भनेको हामी सुनेको छैनौँ। त्यो त मार्क्सवादी चस्मा लगाएकाहरूले भने अरे, सरकारले भनेको थियो हिजो मात्रै। म त चस्मै लाउँदिनँ, के चस्मा बालनले लाउने हो। त्यो चस्मा मार्क्सवादी हो कि पुँजीवादी हो कि त्यो चस्मा अर्कै खाले तोपवादी हो, त्यो मलाई थाहा छ, बुझ्नुभयो नि? मैले चस्मा लाउँदिनँ, मेरो आँखाले प्रष्ट देख्छ, बुझ्नुभयो? तपाईँको आँखाले यहाँ सुन्नु होला, गलत मात्रै देख्छ, ए बाबा केही पनि देख्दैन। तपाईँ एउटा कुरा के भन्नु, कार्यक्रममा पनि हामीले भन्यौँ कि यो पृथ्वीमा आएका जति पनि मान्छेहरू छ नि, तीसँग कोहीसँग लाल पूर्जा हुँदैन। सुरुमा कोसँग थियो लाल पूर्जा? बालेन शाहको जिजुबासँग थिएन, बालेन शाहको बाउसँग थिएन, हाम्रो हजुरबाउ जिजुबाउसँग त्यो लाल पूर्जा थिएन।
अब यो सरकारले दिने रे लाल पूर्जा यो सरकारले लाल पूर्जा होइन यहाँ उठी बाँच्न घोषणा गरिसक्यो जति जति सुकुम्बासी ओरिजिनल सक्कली सुकुम्बासी कहीँ पनि जनता ए बाबा रासो पाकै धेरै माननीयहरूको ऐलानीमा घर रहेछ के को जनताको पहिला रासो पाको उद्धार गर ऐलानीमा त 2060 सालभन्दा पहिला मधेस खाली छ जंगल खाली छ उद्धार गर बसेका हुन् त ऐलानी पहिला सुन्नु न उद्धार गर ऐलानी र सुकुम्बासीमा त फरक छ यही भन्दैछु त के का ऐलानी नागरिकलाई भूमिको अधिकार एउटै होइन नागरिकलाई भूमिको अधिकार एउटै तपाईँ हो कि होइन भन्नुहोस् त तपाईँले जति भूमिमा अधिकार राख्नु छ मैले पाउने कि नपाउने पाउने कि नपाउने त्यति मात्रै भन्नु भूमि अधिकार त आफ्नो हैसियत अनुसार पाउनु ए यो होइन यही भन् यहाँ सुन्नु है यहाँ तपाईँलाई सुन्नु यहाँ अब यो पनि भनिदिइहालौँ सुन्नु भूमि अधिकारको कुरा छ नि के बाबा ए सुन्नु त यो थापा थली भन्ने कसरी बस्यो थाहा छ यो बबर महल कसरी बनाएको यो थापा थली जोत्ने को थिए तिनीहरूको नाक कान काटेर खेदाएको त्यो जग्गा तपाईँको त्यति बेलाका राणाहरूले कब्जा गरेर थापाहरूलाई कुतमा दिएको हो त्यो जग्गा वीरता दिएको जग्गा हो मधेसमा अहिले थुप्रेको तपाईँको चाहिँ हजारौँ बिघा जग्गा त्यो कसरी आयो राणाहरूलाई खुसी पारे अनुसार उनीहरू जग्गा पाएका हुन् यो देशका हरेक नागरिकलाई एक दूर जमिन एउटा बस्ने छानो हुन जरुरी छ त्यो बालिनले गर्नु पर्यो कुरा त्यो हो नि त्यो गर्दैछ त तपाईँहरूले किन तातो चाहियो भन्ने हो क्या जनताको कुरा के को मलाई चाहियो र मेरो त घर चाहिँ भन्दैछ किन विरोध गर्नु पर्यो सरकारले केही दिन दुःख होला भनेकै छ स्वीकार गरेकै छ अब बालेन शाहले म मजाले काम गर्छु भन्नुभएको छ हजुर तपाईँहरू एकछिन चुप लाग्दिनुहोस् न केही दिन ए बाबा हामी 1.5 महिना चुप लाएर बसेको भत्काउन थालेपछि यो बेढङ्गो गर्न राज्य अब बोल्नुपर्छ समय आयो भनेर बोल्न आएको अहिले मलाई गाली पनि गर्न सक्दैन गाली गरौँ गालीले म मर्ने होइन गाली गर्न सक्दैन अनेक भन्न सक्दैन भनौँ त्यो सेकेन्डरी कुरा हो मैले बोलेको कुरा तथ्य हो कि होइन मैले बोलेको कुरा सत्य छ कि छैन म त्यहाँ उभिन्छु अब के त भन्नु